हैन माफी माग्नुपर्छ एटलिस्ट त्यो माग्नुपर्छ माफी माग्ने बालेनलाई माफी मगाउनुहुन्छ हिजो मेयर हुँदाखेरि सङ्घीय सरकारसँग एक्लै लड्ने मान्छे हो बालेन हिजो इन्जिनियर थिए इन्जिनियरबाट साधारण विद्यार्थी इन्जिनियर गरी खाने मान्छे थिए त्यहाँबाट मेयर भए मेयर हुने बित्तिकै सयौंको मात्रामा अदालतमा मुद्दा दायर भयो ऊ विपक्षीमा रहेर तैपनि डगमगाएनन् बालेन सारा सुकुम्बासी र चिनी घर मिचेकाहरूले चाहिँ काठमाडौँमा खेदो गरे नारा जुलुस लगाए बालेन विरुद्ध त्यो पनि डगमगिएन बालेन अहिले त 2/3 सरकारको प्रधानमन्त्री 35 वर्ष सायद 30-35 वर्षमा यति दह्रो सरकार कुनै पनि थिएन त्यति दह्रो सरकारको प्रधानमन्त्री अनि तिमीले भनेर माफी माग्छ जो मान्छे बिहान एउटा कुरो बेलुका अर्को कुरो भोलि बिहान अर्को कुरो गर्ने मान्छेले 4 सिटले उफ्रेर अनि बालेन सरकारले माफी माग्छ भन्नु अनि तपाईँ पनि आनन्दले माफी माग्छ भनेर सपना राखेर सुत्नु होला सपनामा चाहिँ पक्कै माग्छन् तर मलाई त लाग्दैन सपनामा पनि माग्छन्